नमस्ते हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज मैले घरैमा बसेर बनाउन मिल्ने फुलको टोप बनाउँदैछु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरहरूले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नु नभुल्नु होला। अब चाहिँ म टोप बनाउने प्रोसेस चाहिँ अगाडि बढाउँदैछु। मैले चाहिँ अब फुलहरू यसरी टिपेर यो सयपत्री, रोजमेरीहरू अनि धुप्पीको बोट, रातो फुलहरू आफूसँग अब घरमा गमलामा कुन फुल छ त्यो राखेर चाहिँ यसरी नै मसिनो गरेर निकालेर टुक्रा टुक्रा पारेर हजुरहरूले चाहिँ यो सुकाउनको लागि चाहिँ यो मैले टुक्रा टुक्रा पारेको छु। अब म चाहिँ यो कति दिन लाग्छ, 5-6 दिन लाग्छ, कति दिन लाग्छ यो अब म सुकाउँदैछु। ल हेर्नुहोस् त मेरो ठ्याक्कै 5 दिन लाग्यो यो सुक्नलाई, क्रन्ची भइसक्यो। अब यसलाई चाहिँ मैले मिक्सरमा पिस्दैछु। यसरी नै राखेर मैले चाहिँ यो कपुर पनि हाल्दैछु बास्नको लागि। मैले चाहिँ कपुर 10 वटा जति चाहिँ हालेको छु यसमा कपुर यसरी। अब यसलाई चाहिँ म पिस्न गइरहेको छु। यो चाहिँ पिस्न गाह्रो मान्यो। अब बिचमा एकचोटि म यसलाई चाहिँ एकचोटि यो चलाउँदैछु, बेला बेलामा यसरी चलाइदिनु पर्छ। एकचोटि खोलेर हेर्दैछु, अलि पसेन, अलि मजाले पिस्दैछु, अझ पिस्दैछु म। ल अब यो चाहिँ रेडी भयो। अब म एउटा पारामा राख्दैछु। फेरि अर्को फुल छ त्यो पनि म पिस्दैछु। अर्को ब्याच पनि पिसिसके, यो पनि म निकाल्दैछु। अब यो पनि म पारामा खनाउँदैछु। यस्तै गरेर मसिनो पाउडर बनाउनु पर्छ। अब यसलाई चाहिँ म छान्न गइरहेको छु। यसलाई छान्नु पर्छ किनभने यसमा अझै टुक्रा टुक्राहरू बसिरहेको हुन्छ। ल हेर्नुहोस् त, यस्तै गरेर हजुरहरूले पनि मसिनो यसरी तुली निकाल्नु होला छानेर, अनि मजाले कोनको टुप बन्छ। अब टुप बनाउनुको लागि चाहिँ मैले हनी प्रयोग गर्दैछु। यो चाहिँ प्योर हनी हो। अब हनी हाल्दैछु म 2 चम्चा। पहिलो सुरुमा यो 1 चम्चा हाल्छु, फेरि हाल्दैछु। अब यसलाई घिउ 1 चम्चा पनि हाल्दैछु। अब यसलाई चाहिँ मजाले यो चम्चाले मैले मुस्दैछु। अब चम्चाले चाहिँ यो भएन, मैले चाहिँ हातबाट मुस्दैछु। बेला बेलामा फेरि यो हनी र घिउ चाहिँ चाहिन सक्छ। अब चाहिँ यो डो बनाउनको लागि चाहिँ मजाले मुस्नुपर्छ। अब यसमा चाहिँ मलाई अलि हनी पुगेन जस्तो लाग्यो। अब म फेरि हनी हाल्दैछु 1 चम्चा। यसरी मजाले हालेर अब यसलाई फेरि मुस्दैछु। अझै यसमा पुगेको जस्तो लागेन, मैले फेरि 1 चम्चा हाल्दैछु। यसरी नै यो डो नबनेसम्म चाहिँ थपिराख्नुपर्छ। म फेरि घिउ पनि अलिकति थप्दैछु। यो चाहिँ तातो घिउ हालेको मैले। यसलाई मुसिराख्नुपर्छ। अब चाहिँ यो राम्ररी मुसिसक्यो। अब मैले थोरै पानी पनि हालेर मुस्दैछु। ल हेर्नुहोस् त, डो पनि कम्प्लिट भइसक्यो। ल हेर्नुहोस् त, अब मजाले यो डो पनि बन्यो। अब हजुरहरूलाई चाहिँ म कोन टुप बनाएर पनि देखाउँछु, हेर्नु होला है। ल हेर्नुहोस् त, मैले यस्तो प्लास्टिकबाट कोन बनाएको छु। अब यसमा चाहिँ थोरै गरेर पहिला हाल्ने, भित्रसम्म पठाउनुपर्छ। त्यस्तै गरेर अलिअलि गरेर छिच्दै लाने। यस्तै गरेर थोरै थोरै राखेर टाइट गर्दै माथिसम्म त्यस्तै गरेर लाने। ल हेर्नुहोस् त, माथिसम्म राखिसकेँ। यसलाई चाहिँ टाइट गरेर यसरी राख्नुपर्छ। अब यसलाई छुटाउनलाई चाहिँ निकाल्नलाई चाहिँ यसरी छुटाउनुपर्छ साइडबाट। अनि बिस्तारै यसलाई चाहिँ प्लास्टिकलाई यसरी मैले यस्तो गरेको छु नि, त्यस्तै गरेर हजुरहरूले पनि यो टुप निकाल्नलाई चाहिँ यस्तो गर्नुपर्छ। अब हेर्नु त, मजाले निस्किन्छ। ल यस्तो हुन्छ। ल हेर्नुहोस् त, फुलको टुप ल हेर्नु कति राम्रो छ।
अब भगवानलाई चढाउनलाई पनि एकदम शुद्ध एकदम राम्रो पनि छ है। यस्तै गरेर हजुरहरूले पनि घरमा यसरी नै बनाउन सक्नुहुन्छ। म अर्को पनि यो सबै बनाएर रेडी पार्छु। ल हेर्नुहोस् त मैले सबै रेडी पारिसकेँ। यसरी नै अब यो सुकाउनु पर्छ। ल हेर्नुहोस् त मैले यो सुकाएको 7 दिन सुकाएको छु। यो मैले चाहिँ यो चाहिँ मैले घरैभित्र सुकाएको, यो घाममा चाहिँ सुकाएन मैले, 7 दिन सुकाएको। ल अब म यसलाई चाहिँ ठटाएर पनि देखाउँदैछु। ल अब म हजुरहरूलाई यो धुप बालेर पनि देखाउँछु। ल हेर्नुहोस् त धुप पनि कस्तो मजाले बलिरहेको छ, एकदम बास्ना पनि आइरहेको छ। हजुरहरूले पनि यस्तै गरेर घरमा यसरी नै धुप बनाउनु होला। मेरो यो धुप बनाएको हेरेर हजुरहरूले पनि बनाउनु होला। मैले चाहिँ यसमा राखेर हजुरहरूलाई देखाउँदैछु। अब मैले चाहिँ धुपभित्र राखिसकेँ। अब मैले यो लक्ष्मी बुद्धको भित्र हालेको छु। अब मुखबाट धुवा मजाले निस्किन्छ। हेर्नुहोस् त हजुरहरूले पनि यस्तै गरेर घरमा मैले जस्तो गरेर धुपहरू बनाउनु होला। एकदम बास्ना पनि आइरहेको छ। बजारमा किन्ने भन्दा घरमै शुद्ध पनि हुन्छ। ल हेर्नुहोस् त अब मुखबाट धुवा निस्किन्छ, यो हेर्नु होला है। कति मजाको धुप बनेको छ, यहीँबाट थाहा हुन्छ। हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नुहोला। धन्यवाद।